हेलो अनि नमस्कार फ्यापुला सम्पूर्ण मेरो युट्युब फ्यामिली र मेरो मलाई माया गर्नुहुने सम्पूर्ण दर्शकबिनहरूलाई फ्यापुला नमस्कार। के छ तपाईहरु एकदम नै सन्चै हुनुहुन्छ होला र राम्रो हुनुहुन्छ होला भन्ने आशा गर्छु है। म पनि ठिकै छु, राम्रो छु, एकदम बवाल नै छु। आज चाहिँ यसो बाहिर निस्केको है, अलिकति मेरो स्पेशल मान्छेलाई भेट्नु पर्ने छ है। आउँदै हुनुहुन्छ, उहाँलाई भेट्नु पर्ने छ, त्यही भएर धेरै अगाडिदेखि नै टाइम मिलाइरहेको थियौँ क्या, भेट्ने भनेर। तर अब कहिले म बिजी हुन्छु, कहिले उहाँ बिजी हुन्छ है, दुईजना बिजी भएर चाहिँ भेट नभएको। ल आज चाहिँ फाइनल्ली भेट भइरहेको छ। अब भेट्नुको लागि त हामी जानुपर्छ, म यहाँ मेट्रो स्टेसन त्यहाँ छ क्यारे है। अहिले म चाहिँ यहाँ छु, यहाँ बसेर भिडियोको सुरुवात गरेको। यहाँ किन बसेको भन्दा कस्तो आनन्द लाग्यो क्या, लाइक हेर्नु नि, यस्तो मजाको छ है, पानी यहाँ आफ्नै तालमा छ सबै, यस्तो राम्रो छ, कस्तो राम्रो छ है। यहाँनिर हाम्रो हाँसले एकदम इन्जोय गरिरहेछ, एकदम मजाले यस्तो चिल गरिरहेछ क्या, आनन्द लिइरहेछ। यही मौसमलाई आनन्द मान्दै म पनि बाहिर निस्केको छु उहाँलाई भेट्नुलाई है। अब हेरौँ के हुन्छ। ल अब एकैचोटि पर गएर भेटौँला। आइसक्नुभयो जस्तो छ, फोन गर्दै हुनुहुन्छ है। जाउँ अब, यहाँदेखि कति पनि समय लाग्दैन, बस धेरै लाग्ने भनेको मलाई 2 मिनट 3 मिनट लाग्छ। ल यस्तै छ है, यस्तै छ, हेर्दै जाउँला। बवाल होटल छ, होटल यस्तो मजाको छ, हेर्ने र यस्तो दामी। अब यो हेर्नु नि तपाईँ, यसलाई हेर्नु न, यो दुबईको एकदमै फेमस होटल, यस्तो राम्रो छ, बवाल छ, पिङ्क कलरको फुलमा यस्तो ब्युटिफुल होटल। दामी लबै। ल अहिले भेटौँ है त। ल अहिले चाहिँ म ठ्याक्कै यो बर्दुबे भन्ने एरियामा आइसक्यो। अस्तिको त्यो पासपोर्ट लिनुपर्ने थियो र आइसक्यौँ। र यहाँ चाहिँ हुनुहुन्छ मेरो ज्वाइँ है त। नमस्ते ज्वाइँ, नमस्ते। सबैजना हाम्रो ज्वाइँ आज धेरै बेसी भेट भयो। अब दुईजना गएर त्यहाँनिर डकुमेन्ट लिने, पासपोर्ट लिनुपर्ने छ, अनि त्यो पासपोर्ट लिएपछि खाना खाने ठाउँमा च्याट्टसँग जाने, खाना खानुपर्छ दुईजना भएर। अहिले चाहिँ यस्तो छ बर्दुबे, यो कुन होटल हो, ट्याक्क मजाको छ। अब पासपोर्ट लिएर चाहिँ त्यस पछाडि भेटौँ खाना खाने ठाउँमा एकैचोटि। बहिनीले च्याट्ट खाना पनि आयो। ल ढेँडो जतै राखिदिँदा पनि हुन्छ, ढेँडो हुन्छ, जतै राख्दा पनि हुन्छ, मासु एकै ठाउँ जतै राखे पनि भयो। हुन्छ, हातैले पनि हुन्छ। जुन तपाईँ आधा राख्नु न त है, ढेँडो मजाले, त्यो पनि खाऊँ यो पनि खाऊँ है। अब खाँदै कुरा गर्नुपर्छ है त चाहिँ। ल यतै आउनु भएको भए हुन्थ्यो नि त, दुईजना च्याट्टा राखेर। हामीले खानामा चाहिँ ट्याक्कसँगले यो सुकुटी, यता राइसहरू छ, चिकन, मटन अनि ढेँडो, जे खाए पनि भयो ट्याक्क। ल अब खाँदै भिडियो बनाउँदै दुईजना है त। ल जाउँ अब खाऊँ है मजाले, बिहानदेखि नै झ्याप्पसँगले खाँदै हानौँ। ढेँडो तपाईँ पनि लिनु है, ढेँडो धेरै नै हुन्छ यो। घिउ त म नै खाँदिनँ, चिल्लो हरेकै छ यो घिउको त, अनि बढी नभयो यत्तिकै। यो त ढेँडो त धेरै नै छ नि त, घिउ चाहिँ हातमा खानु। मटन पनि छ है, जे खाए पनि भयो, चिकन, मटन, सुकुटी, जे खाए पनि भयो। तपाईँ आएको पनि कति भयो चाहिँ, कति महिना भइसक्यो? 4 महिना भयो है। ल
हजुर नबोल्नु नि सोनीहरूले घरमा पनि हेर्दैन नि मम्मीहरूले पनि हेर्नु आइमीहरू सबैले हेर्नु रहेछ मुखबान भन्दैन यो त्यत्तिकै खाएको यसो रमाइलो होइन यादगारको लागि मजा नभने मैले चाहिँ धेरै चाहिँ किन मिठो लाग्छ हौ प्राइस धेरै खाएको छैन खानु खाँदैन ट्राई हान्न नि त हुन्छ त खानु न तपाईँ यो मैले यसरी लाग्थेँ होइन म यो त धेरै हुन्छ नि त यत्रो खाएर त नि उयो गर्नै सकिन्न नि फेरि हिँड्नै सकिन्न नि हो भने ओभर पावर दिन्छ नि त यसले त अर्ग्यानिक त्यो पहिला बुढापाकाहरूले अनि ढेँडो खाएर नि के भन्छ कति काम गर्यो त्यहाँको चोप्नु अनि स्वाद त नचपाइकन लाम्बा त मिल्ने हो क्या चपाउँदा पनि भयो तर सबैजनाको आफ्नो विचार हुन्छ चपाएर नचपाएर घरमा प्रायः जस्तो खाँदैन नि त ए बनाउनुहुन्छ माथि बिहारी खानुहुन्छ नि त बनाउनुहुन्छ सोनियाले चाहिँ त्यसले त खान्छ सोनियाले लिनु सुकुटी पनि हाल्नु अब अर्को ताल फेरि कहिले भेट हुने हो त्यो थाहा हुन्न अब मेरो काम यस्तो धेरै बिजी हुन्छ नि अब उयोहरू यो यसको टाइममा प्याक हुन्छ क्या यसमा यो रमजानहरू भएको बेला लास्टै प्याक हुन्छ 4-5 महिना त प्याकै हुन्छ सबैको त्यही त हो नि हाम्रो चाहिँ अस्तिसम्म तपाईँको 4 महिना चाहिँ डरै प्याक हुन्छ त्यहाँदेखि लागेको महिना चाहिँ त्यस्तो धेरै उयो हुन्न क्या प्याक हुन्न क्या सुरी हाल्नु मिठो छ उयसमा आफन पोलेर बनाएको हुन्छ नि साथी घरमा साथी होइन पल्कै आएको पनि विदेश आएको 4 महिना भयो होइन 4 महिनामा के अनुभव गर्नुभयो तपाईँले मतलब अब घरको दुःख अब घर सम्झिनु त सम्झि नै हालिन्छ घरमा होइन याद आउँछ सुरुको आएको महिनामा मतलब आएको टाइममा चाहिँ कति कठिनाइ भएको थियो के भएको सुरु चाहिँ गाह्रै गाह्रै नै हुन्छ त्यो त अब हामीलाई थाहा छ वास्तविक कुराहरू होइन त्यसपछि चाहिँ अब नर्मली नै तर ठिकै भयो मैले भनेको घरमा तपाईँले सल्लाह लिएको पनि त राम्रै भयो नि त त्यहाँनिर बरु कमै भए पनि एक्सपिरियन्स बटलिन्छ होइन अनुभव हुन्छ भोलिमा त्यही ठाउँमा त्यही काममा बाहिर अरू ठाउँमा गर्दाखेरि पनि त त्यहाँ चाहिँ अब सिकेको चाहिँ बाहिर ठाउँमा गएपछि चाहिँ बाबाले त्यही त मैले पनि त्यही विचार गरेर त्यो भाइहरू पनि आउँछु भन्दै थियो क्या काकाको छोराहरू पनि आउने के भन्दै थियो मैले भनेको सुरुमा आफूले जान अनि त्यसपछाडि मात्र आफूसँग सिक भएन मात्र आइज राम्रो हुन्छ भनेर कति गाह्रो अस्ति म झन् त्यो पासपोर्ट रिन्यू गर्न जाने बेला एउटा बुढो रहेछ त्यो दाइ बुढो टाइपको डर दुःख पाएको सुरुमा आउँदाखेरि भन्ने खालको कुराहरू गर्दै थियो क्या गाह्रो हुन्छ नि उयो भिजिटमा अब त्यत्रो पैसा हालेर आएको हुन्छ प्रायः चाहिँ दुबई चाहिँ भिजिटमै नआउनु भन्छु म चाहिँ म होइन म बाइक लगायत सबैजना मान्छेले त्यही भनिरहेको हुन्छ भिजिटमै नआउनु एजेन्टहरूले दलालहरूले भने जस्तो काम होइन उनीहरूले यहाँ बसेर 1500-2000 स्यालेरी भन्छ तर यहाँ त्यति हुँदैन नि त्यो जो जति स्यालेरी यति तोकेको हुन्छ त्यो तोकेको जति चाहिँ कसले पनि पाउँदैन पैसा
अब आउनेले थाहा हुन्छ उम्, नआउनेले अब नआउनेले त अब घरमा बसेको छ पैसा कमाएको छ ऊ फलानाको छोराछोरीले यति धेरै पैसा कमायो होइन यो गरौँ यो चाहिँ घरको अभिभावक मान्छेहरूलाई पनि बाउआमा काका काकी सबैजना घरको औरत पिल्लरलाई पनि भन्नु चाहन्छु कि अरूको छोराछोरीले गरौँ भनेर आफ्नो छोराछोरीलाई त लु जा यो कर दुःख हुन्छ तर जति अरूको देखेको हुन्छ त्यति साह्रो चाहिँ वास्तविक यहाँ चाहिँ केही पनि हुन्न अरूको ठाउँमा यहाँ आएपछि भने जस्तो काम पाउँदैन पाइँदैन खाना टाइममा खान पाउँदैन पाइँदैन जस्तो राम्रोसँग सुत्न पाउँदैन निन्द्र हो कि यहाँ शरीर र निन्द्र हो आफ्नो प्यारो त यहाँ जबसम्म आफूले काम पाउँदैन तबसम्म टेन्सनै हुन्छ नि होइन टेन्सनै हुन्छ अनि मलाई सुरुमा के भयो कहाँदेखि कहाँ पुऱ्यायो हो त अन्त यो पनि हुन्छ खसीको मासु मिठो रहेछ यो चिकन झिकेर हाम्रो नि हाल्नु खसीको मासु पनि एकदम त्यो घरमा हाम्रो काटेको हुन्छ नि घरतिर दसैँमा काट्छ कि तपाईँले त्यसमा प्रायः जस्तो खाँदैन नि खसीको मासु खानु र खानु त खान्छ कि तर प्रायः जस्तो त्यो त्यति धेरै खाँदैन नि यो खसीको मासु चाहिँ एकदम लोकल जस्तो लाग्यो मलाई खानु त होइन तर अस्तिमा हामी पर किनेर खाएको तर त्यो खसी कस्तो थियो मार्केटमा किन्दाखेरि हेरेर खानुपर्छ नेपाली हुँदैन कि इन्डियन र पाकिस्तानमा धेरै डिफ्रेन्स हुन्छ पाकिस्तानको हल्का बनाउँछ इन्डियनको त्यति बनाउन नेपाली जस्तो हुन्छ केनिया भनेको यो कालेहरूको देशको खसीको मासु खानुपर्छ कि आम्मामा खाना खाइरहेको छौँ यहाँ त्यस्तै बनाउँछ क्या यस्तो हुँदैन छाला बोसो भएको हुन्छ नि त्यो हो खसीको मासु प्रायः जस्तो तर त्यहाँ छाला पनि थिएन बोसो पनि थिएन क्या तिनीहरूले त्यहाँ हामी चाहिँ 1 केजी लगेको थियौँ त्यति मिठो थिएन हाम्रोतिर पाउँछ खसीको मासु त हेरी पाउँछ राम्रो खानुको लागि चाहिँ यहीँ आउनु पर्छ राम्रो त के थाहा यहाँ पनि राम्रो पाउँछ कि आउँदैन नि त्यही पनि अब राम्रो हुन्छ भन्ने दिनुहोस् बहिनी होइन छ ढिँडो अहिले सकेपछि माग्छ नि बहिनीको फेरि डक्क अर्डर रहेछ मैले थोरै हालिदिनु न गुन्द्रुकको पनि छ भने यसो थोरै हालिदिनु बस हुन्छ हुन्छ मन बाबाले हेरिरहनु भएको छ होला के भन्नु चाहनुहुन्छ मन बाबाले धेरै सम्झना छ त्यो त मम्मी बाबालाई त धेरै मिस गर्छ मिस गर्नुहुन्छ नि होइन खै भइहाल्छ नि मिस परिवारलाई सबले भन्नु होइन मम्मी बाबालाई नि अस्ति जाँदा भेट्नु पाइएन अब है अब अर्को ताल अब ठ्याक्कै मिलाएर माथि भेट्नुपर्छ नि आसी नानीहरूलाई च्याट्ट भेटेर सबैजना परिवार बसेर अब त्यो चाहिँ 2 वर्षपछि हुन्छ होला सायद होइन हुन त भइहाल्छ टेन्सन गर्नु पर्दैन 2 वर्ष यसै निक्लिन्छ क्या सकिन्छ मलाई 4 महिना पटेको थाहै छैन 4 महिना पटेको थाहा हुन्न अनि अब ठ्याक्क 1 वर्ष कम्प्लिट हुन्छ नि 1 वर्ष कम्प्लिट भएपछि त अर्को 1 वर्ष त सकेको थाहा नै हुँदैन मासुहरू मिठो तर यो अचारहरू चाहिँ अलिकति बासी जस्तो चिसो चिसो बा फ्रिजमा राखेर हो फ्रिजमा राखेको त्यस्तो भेज ठिक छैन भेज अलिक राम्रो छैन उयो यो आलु र यो
घिरौला त्यति साह्रो छैन नि होइन तर ठिकै छ घरमा पकाएर खाए जस्तो कहाँ हुन्छ र रुममा केटाहरूमा बस्दाखेरि भेज खाम भन्दा कहिले मान्दैन है जहिले मासु तर भेज सब्जी त कस्तो महँगो क्या महँगो छ नि महँगै हुन्छ तर फेरि ठाउँ हेरेर हुँदो रहेछ महँगो सस्तो पनि उता सस्तो हुन्छ तर कुनै ठाउँमा महँगै हुन्छ यो दामी लाग्यो सोधी आगोमा पोलेको जस्तो मलाई छोएर जस्तो लाग्यो आगोमा पोलेकोहरू टाइपको क्या अब अर्को ताल ट्याक्क भयो भने चाहिँ है नेपाल गएर अब अर्को ताल 2 वर्षमा ट्याक्क भयो भने घरमा चाहिँ एउटा बाइक म लिन्छु बुलेट अनि त्यसरी घुम्न जानुपर्छ छोरा मान्छे अस्ति हामी यता माथि घुमेर आयो योपालि चाहिँ पिलुचो लेक भन्ने उता छ क्या त्यता जानुपर्छ पश्चिमतिर फेरि छोरा मान्छे फेरि अर्को विषय पनि हामी परिवार त छँदैछ फेरि म्याडम छ नि फटाक खाएर जानु त्यस्तो तीन बजिसकेर नेपालमा यहाँ 1:30 भयो उहाँ घरमा खाजा खाने बेला भयो भर्खर हाम्रो यहाँ खाना यहाँ हामी खाना खाएको तर मिठो चाहिँ मिठो रहेछ सुकुटी चाहिँ चोप्दै हाल्नु न चोप्दै खाइदिनु होइन बहिनी भयो साग बरु ल्याउनु नि सागहरू ग्रेभी यसो मलाई भयो त सबै यो मलाई भएको त खानु हुन्छ ओके हुन्छ खाना खानु बिहान मलाई खाना त्यति छ भने बेलुका चाहिँ मलाई खाना नखाएको नि कति मैले 9 तारिक दिन नखाएको होला पुरै सब्जीहरू मात्र क्या हिमालयको सब्जीहरू मात्र हो यस्तोहरू मात्र खाइरहेको छु आज ढेँडो खाएको नभए यस्तो यो मसलादारवाला सब्जी पनि खाइरहेको थिइनँ क्या पुरै मुख बारेर बसिरहेको बेलुका काम गरेर आएको हुन्छ अनि गलेको हुँदैन भोक पनि लागेको हुन्छ नि त खानु पर्यो बेलुका
खानु चिसो छ हुन्छ हुन्छ खानु नि खानु बिस्तारै खानु नि खाएको बेला धेरै बोल्नु हुँदैन होइन खाँदै खाँदै हो सक्नु खानु नि त उयो चिकन उयो एक पिस हाल्नु नि त हो यो चाना त्यो खानु नि खानु नि तपाईँ मतलब दिनु नि त्यो त्यति दिनु त मलाई पनि पुग्नुहुन्छ अस्ति पनि भेट्दा भयो तर खासै त्यति राम्रो भएन हो त भयो रमाइलो भयो उहाँ गएर खाइयो थोरै थोरै भए पनि म त घरमा गएर दबाई खाएँ नि त्यतिखेर त अब लास्ट दुख्या थियो त्यो माथि अनिदो भएर पनि होला टाउको चाहिँ बेसमै दुखेको थियो दबाई खाएर एक गते थियो है त्यतिखेर माघ 1 गतेको बेला ल खानासाना खाइयो खाना खाएर एकछिन मार्केट सार्केट घुमियो अनि घुमेपछि अब हामी घर जाँदैछौँ भने त चाहिँ अब घर जाने अनि अब घरमा गएर रेस्ट गर्नु पऱ्यो नुहाइधुवाइ फ्रेस भएर बस्नु पऱ्यो अब भोलि त ड्युटी छ है भोलिको त फेरि अब 1 हप्तासम्म त हान्नै पऱ्यो अब के भन्नु 1 हप्तासम्म हान्नै पर्छ ड्युटी मजाले त्यही भएर आज चाहिँ छुट्टीको बेला यसो काम पनि थियो बर्दुबे साइड पनि घुमियो अझ त्यतातिर चाहिँ अलिक राम्रो राम्रो थियो अब त्यहाँ चाहिँ घुमिसकेको भएर चाहिँ हामी नगएको बस आज भेटघाट भयो खाना खायौँ गफ गऱ्यौँ यसो हिँड्यौँ बस त्यही हो रमाइलो दुबईमा पनि एकदम धेरै चिसो बढिरहेछ नि चाहिँ एकदम चिसो होइन? देखि नै हेर्नु नि काठमाडौँ न चिसो छ अहिले चिसो बढेर सबैजनालाई तर मौसम बवाल छ आनन्द दामी खालके छ ठिकै छ ल यति भन्दै सबैजना आफ्नो ख्याल गर्नु होला मजाले बस्नु होला यति भन्दै हामी दुईजना यहाँ आजको भिडियोबाट बिदा चाहन्छौँ है ल अब नेक्स्ट ब्लगमा अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ राम्रो ठाउँमा घुम्नुपर्छ अनि त्यहाँनिर घुमेको ओरेको सबै देखाउनेछौँ ल आज चाहिँ यति नै ल बाई